अभी मजा आएगा ना भिड़ो। हेलो गाइज, वेलकम बैक टू माई च्यानल। के छ सबजनाको हल्ली आई होप कि सबैजना सन्चै हुनुहुन्छ। आज चाहिँ म स्पेसल्ली मामा घर जाँदाको भिडियो लिएर आएको छु। अनि यो भिडियोमा चाहिँ आज चाहिँ बाटामा लास्टै रमाइलो हुनेछ हाम्रो यात्रा। र यात्रामा हामीले केही नयाँ साथीहरू पनि भेट्टाउँछौँ र बाटामा जाँदा रमाइलो भ्यूहरूको मजा गर्दै जानेछौँ। हामी चाहिँ त्यसको लागि बिहान 4 बजे उठेर हामी गाडीमा हिँडिसक्यौँ र हाम्रो यात्रा सुरु भइसकेको छ। साथै हामी अन्धकार बाटोमा भिडियो गर्दै पनि अघि बढ्छौँ। अहिले केही अलिअलि उज्यालो हुन्छ र हामीले यो फास्ट क्लिपमा देखाएका छौँ। हाम्रो त्यसै गरी यात्रा अघि बढ्दै जाँदा घाम झुल्किन्छ र घाम झुल्केपछि अनि हामी चाहिँ टक्क घाम झुल्केपछि गाडीको लुक्स देखाएर यही गाडीमा यात्रा गर्दै पुग्छौँ। अनि हामी फर्किँदाखेरि रमितेमा आएर केही बेर रमिता हेरेर बसेपछि मान्छे कुरेर बस्यौँ र केही बेर बसेपछि पनि मान्छे नआएपछि मैले चाहिँ के बोले भाइ? अब के बोले? त्यहाँबाट गाडी आयो, मान्छे आएपछि हामी हिँड्न त हिँड्यौँ। तर हिँड्ने बेला पछाडि 2टा गाडी भेटिए। मैले पनि पछाडि गाडीलाई जिस्क्याउँदै भिडियो गर्दै आउँदै थिएँ। त्यही बेलामा एउटा गाडी त हामीभन्दा अगाडि गयो। हामी चाहिँ त्यो गाडीलाई भेट्ने भनेर तुफान कुद्यौँ, तर त्यसलाई भेट्न नसकेपछि हामी चाहिँ अगाडि भ्यू हेर्दै बस्यौँ। केही बेर हामी यहाँ बसेपछि लास्टै अल्छी लागेर हामी हिँड्यौँ। त्यहाँबाट हिँडेको केही बेरमा हामी डाँडाको बाटो हुँदै ओखलढुङ्गा पनि पुग्छौँ र ओखलढुङ्गा बाटो चाहिँ रमाइलो डाँडामै झरेपछि हामी गाडी नपाएर केही बेर त्यहीँ बस्छौँ र हामी गाडी पाएपछि लाग्छौँ आफ्नो गाउँको बाटो। त्यहाँबाट बुलेरका ढालामा बसेर तुफान कुदाउँदै गएपछि एकजना दाइसँग गफ गर्दै म चाहिँ रामपुर पुग्छु र रामपुरबाट एक्लै भएपछि म अगाडि गएर म आफै गाडी चलाउन थालेँ। गाडी चलाउँदा अल्छी लागेपछि मैले चाहिँ काभ्रेली सम्धिको गीत बजाएँ। ल गाइज, आजलाई यति नै। यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्न नबिर्सनु। साथै आफ्ना साथीहरूमा सेयर गरेर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यस्तै नयाँ भिडियोहरू म ल्याइरहनेछु। लभ यु अल, बाई गाइज।